मातापिता हुनुहुन्थ्यो अलिकति बुढो बुढो। माताजी अलिक अगाडि नै स्वर्गारोहण हुनुभयो। बाबा एक्लै परेछन् अरे, छोराहरू 3 जना। बाबाले विचार गरे 3 जना छोराहरू छन्, जति जे छ जग्गा जमिन धन सम्पत्ति बरोबर बाँडिदिनु पर्यो, आखिरी छोराहरू त हुन् भनेर आफ्नो जति पनि जे जति थियो सबै कुरो बाबाले बराबर 3 जनालाई राखेर बराबर बाँडिदिए। अनि जुन दिनदेखि प्रपर्टीहरू छोराबुहारीहरूले पाए, भोलिपल्टदेखि बाबालाई कसैले पनि याद गर्न छोड्यो। एउटाकोमा गएर चिया खायो, अर्कोकोमा खाजा खान जानुपर्ने, अर्कोकोमा गएर खाना खानुपर्ने भयो। कुनै दिन त एउटा बुहारीले भने आज म भ्याउँदिनँ है बाबा उतै खानु, अर्कोले भने आज म पनि दिनु सक्दिनँ। गर्दा गर्दा बाबा बिचारा 3टा घरमा छोराहरूकोमा ओल्लो घर जाँदा पनि छैन, पल्लो घर जाँदा पनि छैन, कतै जाँदा छैन। बिचारा बुढो मान्छेको हालत खराब हुन थाल्यो। अब छोरा बुहारीहरू अलग अलग भए, अलग अलग बस्न थाले। बिचारा यस्तो हालत भयो बिचारा कि अर्काको घरमा गएर भोजन गर्नुपर्ने स्थिति बन्यो। आफ्ना छोराबुहारीहरूले आफ्नो आफ्नो भागबन्डा लिएर अलग अलग बसे। बडा दिन दुखी भए। दुखी भएर त्यसरी गाउँमा घुम्न जान्थे। एकजनाले अलिकति उनलाई सजेस्ट गरे कसैले, हैन तिमीले बाँड्यौ ठिकै छ, आफ्नो आफ्नो बाँडिदियौ ठिकै छ, तिमी अलग्गै बस, एक्लै बस, आफ्नै बनाऊ, सानो कुटी बनाऊ, हामी सघाइदिन्छौँ, एउटा सानो कुटी बनाएर तिमी आफै बस। सबै गाउँलेहरूले यसो सहयोग गरे, सानो एउटा झोपडी बनाइयो बाबालाई राख्नको लागि। अनि बाबाले आफ्नो यसो राखन धरन के जाति ओढ्ने ओछ्याउने एउटा 61 ल्याएर घरमा बनाएर आफू बस्न थाले। एकजना ज्ञानी व्यक्ति हुनुहुन्थ्यो, एकजना सन्त आउनुभएको थियो। बाबा एकदम बिचारा आफै बनाउने आफै खाने वृद्ध अवस्था भएको त्यो देखेर त्यो सन्तलाई दया लाग्यो। सन्तले भने बाबा तपाईले यो टिनको बक्सामा के राख्नु भएको छ? बाबाले भने सन्त महाराज मेरोमा बक्सामा राख्ने खालको वस्तु केही पनि छैन, जे जति थियो मैले मेरो सन्तानहरूलाई सबै बाँडे। यो बक्सामा मेरी पत्नीको 1 सेट लुगा छ, मेरो पत्नीको एउटा नक्सा छ जसलाई हेरेर म साथमा राखेर म बस्ने गर्छु। मेरो धर्मपत्नीले मलाई छोडेर गइन्, एक्लो भएँ म, सन्तानहरूले मलाई याद गरेनन्। बक्सामा राख्ने खालको लायकको चिज त केही पनि छैन, तर यो एउटा मेरो पत्नीको सम्झना मात्रै छ महाराज। सन्तले उसलाई एउटा उपदेश गरे, एउटा शिक्षा दिइराखे, तपाईले यो बक्सामा एउटा ताला ल्याउनुहोस्, ताला लगाउनुहोस्। सन्तले ज्ञान दिइराखेर गए। नाता नातिनीहरू ठुल्ठुला थिए, खेल्न आउँदै गर्दाखेरि बाबाले बोलाएर भने ए नाति यहाँ आइज बाबु। नाता नातिनीहरूले प्रेम गर्थे बाबालाई। के भयो बाबा? हजुरबा यो बक्सा उचालेर सारौँ भनेको सकिन, आइजन नानी सघाइदिए। 2 जना नातिहरू गएर बक्सा उचाल्न खोजे, धेरै गरुङ भयो बक्सा। नातिहरूले बाबालाई प्रश्न गरे, बाबा यसमा के छ, यत्रो गरुङ छ त यो त? बाबाले भने चिज त यसमा त छ त बाबु, तेरो बाबा आमालाई दिएको चिज त केही पनि होइन, वास्तविक धन सम्पत्ति त मैले यही बक्सामा राखेको छु। बाबा के छ खोल्नुहोस् न, हेरौँ न हेरौँ, हेरौँ न हेरौँ। बालकहरूले हद जिद गर्न थाले। बाबाले भन्नुभयो यसको चाबी मसँग पनि छैन, जुन दिन मेरो मृत्यु हुन्छ त्यो दिन ताला फुटाउनु, हेर्नु यसमा बहुत ज्यादा सुन चाँदी हिरा मोती जवाहरात के छ यसमा, के प्रपर्टी छ। त्यो बालकहरू खेल्दै खेल्दै घरमा गए। आमाले गाली गरिन्, कहाँ गएको थिइस्, किन जान्छस् घरिघरि त्यो बुढो भएकोमा? बालकहरूले गरे भने आमा हजुरबाले नि एउटा बक्सामा यति गरौँ चिज राख्नु भएको छ। हो र के राखेका रहेछ? एउटी बारी चासो दिएर सुने, पता नै त्यसमा हिरा मोती सुन चाँदी छ भन्नुहुँदै थियो। हामी 2 जना भएर पनि उचाल्नै सकेनौँ, यति गरौँ चिज राखेको रहेछ कि त्यो हाम्रो हातबाट पनि उठेन। बुहारीले त्यो खबर सुनि। बेलुकी पक्षमा छोरो आए घरमा। बुहारीले छोरोलाई सुन्यौ तिम्रा बाबा भन्थ्यौ नि सबै कुरा हामीलाई दिए भन्थ्यौ, बाबाले त दिएको छैन रहेछन् चिज बिज त, आधी अधुरो चिज त बाबाले लुकाएरै राखेको रहेछन् घरमै। सुन चाँदी जति त सबै बाबाले घरमै लुकाएका रहेछन्, अहिलेसम्म पनि बाबाले ताला लगाएर राखेका छन्। अब 2 जना पति पत्नीमा सल्लाह के भयो, ए त्यस्तो हो भनेदेखि त बाबा स्याहार्नुपर्छ है, भोलि पर्सि अर्कोले थाहा पायो भने अर्कोले लान्छ नि माइलोले, भोलिदेखि त्यहाँ बाबालाई पुरा याद गर है तिमीले। अब जेठी बुहारी भोलिपल्टदेखि बाबाको स्याहार सुसार गर्न थाले। बिहानै उठेदेखि बाबा के खानुहुन्छ, पानी पिउनुहुन्छ, चिया लिउँ, नास्ता बनाइदिउँ, के खाने मन छ आज तपाईलाई? अब जेठी बुहारीले जब बाबा स्याहार्न थाली, माइलीलाई शङ्का हुन थाल्यो, यसले किन बाबालाई अस्तिसम्म त देख्न सक्दिनथे, अब यसले किन यसरी स्याहार्दैछ? अब उसले पनि 2-4 जना हुन्छन् नि गाउँमा, को कहाँ जाँदैछ, कसले कसलाई भेट्यो, कसलाई कता के हुँदैछ, कसले कसलाई के भन्दैछ, त्यस्तो चर्चामा लागिरहेको। ए के भएको रहेछ है बुझिएर न। अब सूत्र गाउँले सूत्रबाट थाहा पाए
कि त्यहाँ बाबाले बक्सामा धेरै महँगो महँगो चिजहरू गरौँ चिज राखेका छन् अरे, धेरै सम्पत्ति राखेको रहेछन्। माइलीले थाहा पाई। अब भोलिपल्टदेखि माइली सुरु भई। जेठीले त गर्दै थिए, माइली अझै अब हर्लिक्स बनभिटा बाबालाई के चाहिन्छ चेकअप गरौँ, बाबा पुष्टिन थाले। बिचरा बिस्तारै बिस्तारै स्याहार सुसार मिल्दै गयो। अलिक दिन पछाडि कान्छीलाई पनि थाहा भयो यिनीहरू दुईजना बाबा किन स्याहार्दैछन् भनेर। उसले पनि बुझी, कान्छी बुहारी पनि स्याहार्न थाले। अब छोराहरू पनि बिहान बेलुकै बाबाको छेउछाउ गएर गोडा मल्न थाले। बाबा कस्तो छ तपाईँलाई, ठिकै हुनुहुन्छ, सन्चै हुनुहुन्छ, केही छैन, समस्या केही छ भने भन्ने हो, म डक्टरकोमा लिएर जान्छु। एउटा अर्कोले भन्छ बाबा केही चिजको आवश्यकता छ भने म बजार जाँदैछु, भन्नुहोस् है, ल्याइदिएर आउँछु। बाबा जान आँटिसकेका बाबा फर्किए। एकदम मिठो स्याहार सुसार भयो। एक दिन तीनै भाइ गएर बाबालाई बहुत सेवा गरे। बाबालाई भने बाबा बाबा यहाँ चाहिँ के राख्नु भएको छ तपाईँले, खोइ हेरौँ न, खोलौँ के छ यसो। तपाईँले बक्सा त बडा माया गरेर छोपेर राख्नुहुन्छ, सिरानीमै राख्नुहुन्छ, के छ यसो। बाबाले भने अहिले म मरै गएँ, खोलिदिनु। यो पनि तिमीहरूकै हो, जुन दिन मेरो मृत्यु हुन्छ त्यस दिन खोल्नु, तर झगडा नगर्नु है, बराबर बाँड्नु। छोराहरू मख परे, बडा मजाले स्याहारे। बाबा 70मै जान आँटेका थिए, 90 पुगेपछि मात्रै जाने तर्खर भयो। दैवको लीला, एक दिन त जानै पर्ने सबैले। बाबा परमधाम जानुभयो। एक दिन सबै छोराहरू हतार 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 बाबा गए भनेको सुन्ने बित्तिकै तीनै भाइ दौडेर गए। पहिला बाबा जतासुकै जाउन्, जेसुकै होस्, त्यो छोड्दै बाबा गइहाले। तर यो बक्सा लुकाइहालौँ भाइ, अरे अरूले देखे भने अप्ठ्यारो हुन्छ, यो लुकाइहाल। एक जग्गामा लगेर जेठोको घरमा बन्द गरेर राखे। अब काम पुरो सुरु भयो। घरमा एकदम खुसीसँग बाबाको काचक्रिया पनि भयो, प्रपर्टी राखिदिएका छन् बाबाले। बडा ठुलो बक्सामा गरौँ छ 25 किलो सुन चाँदी। काचक्रिया एकदम धुमधामसँग छोराहरूले मजाले सम्पन्न गरे। अनि काम कुरो सकिएपछि भोलिपल्ट सबै 3जना बुहारी, 3जना छोरा, नाता नातिनी बसेर बीचमा बक्सा राखेर बाबाको बक्साको ताला छोडियो सम्पत्ति बाँड्नको लागि। बाबाको बक्सामा चाहिँ ढुङ्गा, माटो, आमाको एक जोडी कपडा मात्र थियो। सन्तले के शिक्षा दिएका थिए त भन्दा, जबसम्म तिम्रोमा चिज छ, जबसम्म तिमी लायक छौ, त्यति बेरसम्म मात्रै सबैको प्यारो हुन्छौ। जुन दिन तिमी कर्म गर्न सक्न छोड्छौ, जुन दिन संसारले कसैलाई पनि याद गर्दैन। मान्छे प्यारो हुँदैन, मान्छेको काम प्यारो हुन्छ। जबसम्म तपाईलाई प्रयोग गर्न सकिन्छ तबसम्म तपाई प्यारो हो।